हाम्रो के आँखा यस्तो हौ त मान्छेले आँखा बोकेर ल्याएको यस्तो चाहिँ अनि यसको नि आँखा त्यस्तै भएको छ यसको नि आँखा एउटै पट्टिको आँखा एउटै भयो कस्तो सुनिहाल्यो त मुनिपट्टि नि गाइस म त हुन चाहिँ कति राम्रो मान्छे तर मेरो आँखाले गर्दा मेरो नाक र मेरो आँखाले गर्दाखेरि मेन त्यही हो यसरी नराम्रो भएको छु अब यो भन्दा राम्रो बेसी राम्रो छु के तर के ब्लग बनाउँदै गर अनि यो मोबाइलको अनुहार चाहिँ उइला हान्दैन हामी देखेन गाइजहरु हामी के गर्ने होला पिच्चा पिच्चा पिन्न यो के हाम्रो गुम्बा हामी दुईजना भूत हिँडिरहेछौँ दुईजना भूत हामी हिँडिरहेछौँ अब हाम्रो असली फेस आउँछ यहाँ लाइभतिर गाइस यस्तो हाम्रो अब फेरि अँध्यारो हुँदै जान्छौँ अब फेरि हामी अँध्यारो हुँदै यता भनौँ न हामी अँध्यारो हुँदै जान्छौँ गाइजहरु र अब अँध्यारो नि भइसक्यो हामी उताबाट आएको हामी कि त्यो गाउँतिर हुन्छ नि रातिको 4 बजे हिँडेको जस्तो भइरहेको कि रातिको 4 बजे हिँड्दाखेरि त्यो उता यो डाँडाबाट अर्को डाँडा हेऱ्यो भने पुरै बत्ती बलेको हुन्थ्यो कि मतलब त्यसको मुनिपट्टि त उता हुन्थ्यो नि त के भन्छ अरे मतलब आरू घाटहरू त्यस्तो टाइपको हुन्थ्यो कि अनि हामी त्यहाँसम्म हिँडेर जान्छौँ नि अनि मैले देखेको थिएँ अब हामी घर आइसक्यौँ हाम्रो भ्लग बनाउन सक्छ किनकि हामी धेरै बेर भ्लग बनाउन चाहन्न गाइज